हेलो गाइज वेलकम टु माई भ्लग। अनि आज चाहिँ हाम्रो खेतमा धान रोपाइ छ अनि आज हामी जाँदैछौँ धान रोप्न होइन। म अनि मेरो भाइ धान रोप्न भन्यो भने हामीले चाहिँ धानको बिउ बोक्न जाँदैछौँ अहिले। अनि यो चाहिँ हाम्रो घरको फुलबारी चाहिँ हाम्रो घर यहाँ छ। अनि यहाँ चाहिँ हाम्रो आमचोकी चोक। अनि यहाँदेखि चाहिँ हाम्रो यहाँ चाहिँ खेत हाम्रो चाहिँ। अनि यहाँ फुलेको हेर्न सक्नुहुन्छ। आँपको बोट पनि छ यहाँनिर। आँप चाहिँ फलेको छैन अहिले। यहाँ चाहिँ हाम्रो भाइहरू यहाँ आइसकेका छन्। अनि यहाँ चाहिँ बिउ उखाल्ने काम हुँदैछ। यहाँ हिजो चाहिँ यति बिउ उखाल्नु भएको रहेछ, अझै यति धेरै बिउ उखाल्न बाँकी नै छ। अब यहाँदेखि यस्तो जानुपर्ने हुन्छ। आज चाहिँ हाम्रो उता पारिको खेत रोपाइ हुन्छ। अनि भोलि चाहिँ यतापट्टिको यहाँ चाहिँ यस्तो हिँड्नुपर्ने हुन्छ अलि। अनि हाम्रो फुवाजू चाहिँ त्यो धानको बिउ बाहिर निकाल्नु हुँदैछ। अनि अहिले एकछिनमा बोक्न सजिलो हुन्छ नि त। अनि यता धान बिउ उखाल्ने काम भइरहेछ। ट्र्याक्टर जोताइ भइरहेछ यहाँदेखि यहाँसम्मको चाहिँ यो खोला वारीको खेत हो। मेरो आजको आउटफिट हेर्न सक्नुहुन्छ क्या, जादु के खाओगे धु। यहाँ चाहिँ हाम्रो अङ्कलले यहाँ खेत मिलाउनु हुँदैछ। यहाँ ट्र्याक्टरले मस्त जोताइ हुँदैछ। अनि मैले चाहिँ आज बोकेको यो चाहिँ मेरो सेल्फी भगिङ स्टिक। अनि यो चाहिँ मैले आज ल्याएको बिउ होइन। अनि उता पनि अरू लगेर राखेको छ अहिलेको लागि चाहिँ यति नै। अनि यस्तो जोताइ भइसकेको छ, रोपाइ भइसकेको छ। हाम्रो चाहिँ अब यस्तो खाली छ। अब हाम्रो पनि यस्तै, हाम्रो अहिले यस्तो छ है। अब भरेसम्म यस्तो हुन्छ हाम्रो पनि। अनि यहाँ भर्खर घाम आइरहेछ। यहाँ देखिएकै छैन फोनमा चाहिँ घाम आउँदैछ यहाँनिर चाहिँ। त्यही हो, यहाँ हरियाली छ हाम्रो खेतमा। अनि चाहिँ यस्तो छ होइन। हात चाहिँ सफै रहेछ। अनि यहाँनिर यस्तो रोपाइ हुँदैछ। यहाँ चाहिँ ट्र्याक्टर आएको चाहिँ मस्त छिमा बस्ने। आज ट्युसन क्लास थियो, ट्युसन क्लास पनि नगए यहाँ धानको बिउ बोक्न आएको छु। अब भोलि शनिबार चाहिँ हाम्रो ट्युसन पनि लाग्छ। आज शनिबार हो। अनि आइतबार चाहिँ हाम्रो ट्युसन छुट्टी हुन्छ। अब हामीले चाहिँ यति बिउ ल्याइसक्यौँ। सन्ध्या पूजा गर्न पनि आइसक्यो। अनि यहाँनिर बिउ ल्याउनु हुँदैछ, हेर्न सक्नुहुन्छ। बिउ बोकेर ल्याउनु हुँदैछ। त्यो पारिबाट यहाँ बाटो चाहिँ डेन्जर छ क्या। अनि हाम्रो ट्र्याक्टर चाहिँ त्यहाँ थियो, अघि उता थियो उता यहाँ त्यहाँ जोतेर अब लास्ट यो एउटा खोला अनि त्यो एउटा खोला ट्र्याक्टर पनि जान्छ घरतिर। हेर्नु सक्नुहुन्छ यहाँ नरिवल ल्याएको रहेछ। अहिले खाँदिनँ, एकछिन खान्छु। यहाँ यस्तो अबिर रेड येल्लो अनि वाइट फुल। अनि यहाँ चाहिँ चक्लेट छ। अनि यहाँ चाहिँ सन्ध्या लाइटर छ फुवाजु, लाइटर छ। सन्ध्याको पूजा स्टार्ट भइसकेको छ। पूजा गर्दाखेरि लाइटर पनि नलिआएको छ। अब यो के कस्तो हो तर हिँडेर आउँदैछ। फाइनली लाइटर पनि आइसकेको छ। धान अब रोप्ने है। यहाँनिर पूजा भइसक्यो। पूजाको थाल चाहिँ मैले यहाँ राखिदिइसकेँ। पानी धेरै रहेछ। धान पनि धानको सानो छ, पानी धेरै छ, डुब्छ हाम्रो धान। यहाँ चाहिँ यस्तो बसेर हेराइको रहेछ। रेडी मोमो छ होइन। सन्ध्याको रोपाइ ट्र्याक्टरलाई बिदाइ गर्नुपर्ने हुन्छ। अब ट्र्याक्टर बाई ट्र्याक्टर हाम्रो खेत जोताइ भइसकेको छ। अहिले चाहिँ हाम्रो मम्मी बिरामी हुनुहुन्छ, त्यही भएर धान सान रोप्नु हुँदैन। खानासाना पनि अलिकति कम पकाउनुहुन्छ। अलिकति बिरामी भएर कामसाम गर्न मिलेको छैन।
अनि अब त्यही बहिनीले रोप्यो भने रोप्यो नभए चाहिँ यतिजना हुनुहुन्छ। अनि अर्को कुरा चाहिँ मैले आज हाम्रो स्टुडेन्टलाई बोलाएको छु धान रोप्न आउनु मन छ भने को कुरा आउनु मन छ आउँदा हुन्छ भनेर भनेको छु। आउँछु भनेको छ, अब आउँछ कि आउँदैन हेरौँ। अब एकछिन पछि आयो भने आइगयो, आएन भने अब आएन। अब मैले के भन्न सक्छु र। अनि त्यो यति धेरै खेल्छ एउटा सानो कुलामा रोप्न दिन्छु म त्यो सबैजनालाई मिलेर। अनि हेर्छु यसले रोपेको कति फल्छ। शीतल हावामा मिठा मिठा कुरा गरे यो मुटु चोरान मोहनी जादु छ। शीतल हावामा मिठा मिठा कुरा गरे यो मुटु चोरान लौना हेर तानिए आज राजा तिम्रो आउँदैछ हाम्रो स्टुडेन्ट आइपुगिसक्यो। धान रोप्न आइपुगिसक्यो हाम्रो स्टुडेन्टहरू। हाम्रो अर्को स्टुडेन्टहरू पनि आइसक्यो। हाम्रो स्टुडेन्टहरू यहाँ छ, म यहाँ चाहिँ चार्ज सकेर पावर ब्याङ्कमा पावर हालेको गर्नुपर्दैछ। स्टुडेन्टहरू रेडी भएको छ होइन धान रोप्न आउँछ नि होइन। ल पोज देऊ न त एकचोटि पोज देऊ। ल ओ पोज देऊ रमिता। केटाहरू पनि आइसकेको छ, यहाँ रेडी गर्नुहुन्छ। 3 जना केटा आएको रहेछ अनि केटीहरूले चाहिँ यहाँ रोप्न थालिसकेको छन्। गाइज मेरो स्टुडेन्टहरूलाई हेर्न सक्नुहुन्छ क्या, यति रोपिसक्यो। एउटा यस्तो गरिरहेको छ। हाम्रो 3 जना केटा चाहिँ त्यहाँ छ, त्यो चाहिँ मेरो भाइ हो। अनि मेरो बहिनीले चाहिँ यहाँ के गरेको हो। अनि हाम्रो 6 क्लास र 7 क्लासको स्टुडेन्टहरू छन्। 7 क्लासको त एकजना मात्रै छन् सन्ध्या। यहाँ हाम्रो स्टुडेन्टहरूले धान रोपाइ कार्यक्रम गर्दैछ। यो चाहिँ पढाइ सँगसँगै खेलाइ गर्ने कार्यक्रम हो अनि एक्स्ट्रा करिकुलर एक्टिभिटिज। ल घरकेले छाउनु पराल नखरा छैन नि झिङ्गटी। घरकेले छाउनु पराल नखरा छैन नि झिङ्गटी। हौ भाग्यमै भए कमान्छु भन्छ चार्टिन सम्पत्ति। हौ भाग्यमै भए कमान्छु भन्छ चार्टिन सम्पत्ति। गाई भने सानो दुध दिन्छ मानो, खानु कि नखानु मागेरै लानु नसक्नेसँग जानु कि नजानु। धन सुक्यो रातले फकान्छ काफले जानु कि नजानु। धन सुक्यो रातले फकान्छ काफले जानु कि नजानु। बाँझो खेत बाली लगाउँछु भन्छ हालोले जोतेर।
रित भातै बिना आँखाको चालमा 9 डाँडा काटेर हौ भगाइ बोलान्छु भन्छ हौ काफले जानु कि नजानु धान सुक्यो रापले फकाउँछ काफले जानु कि नजानु धान सुक्यो रापले फकाउँछ काफले जानु कि नजानु झन् काफ्लेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरेँ कि क्या हो गाउँदै गाउँदैन त्यो अस्ति रुख चढ्दाखेरि गएको गीत गाउन भिरा र पहिरो खोलाको बाटो नमान्नु डराइर ए भिरा र पहिरो खोलाको बाटो नमान्नु डराइर नफुल्नु माया मनभरि फुल्यो यो जुनी तिम्रै भर हौ नफुल्नु माया मनभरि फुल्यो यो जुनी तिम्रै भर सुन है साथी दोधारमा परे के गर्नु देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु धन सुक्यो रातले फकाउँछ काफले जानु कि नजानु धन सुक्यो रातले फकाउँछ काफले जानु कि नजानु धन सुक्यो रातले फकाउँछ काफले जानु कि नजानु धान सुक्यो राफले फकाउँछ काफले जानु कि नजानु डलोले हानेर म Hello, hello, I feel the world around me go hello, hello. It's telling me to hold you close. Hello, hello, I feel the world around me go hello, hello. It's telling me to hold you close. Hello. काफी राना दिल से दुनिया का क्या है पता गाइज हाम्रो चाहिँ धान रोपाइ खेलाइ सेलाइ सब भइसक्यो अहिले चाहिँ हामी जाँदैछौँ घर अनि नुहाउनु पर्ने हुन्छ खाजा खानुपर्ने हुन्छ होइन आजको एक्सपिरियन्स भन न तिमी यता छेउमा आउँछु न एक्सपिरियन्स कस्तो भयो तिमी लास्ट आऊ फेरि यति राम्रो भयो जिन्दगीमा कहिले पनि मजै नै आएको थिएन मजै आएको थिएन जिन्दगी भेरी नाइस भेरी नाइस भेरी नाइस भेरी ब्युटिफुल भेरी ब्युटिफुल है फकीरा दिल ये खुदा भी मिल जाए तो क्या काफी राना दिल से दुनिया का क्या है पता है फकीरा दिल ये खुदा भी मिल जाए तो क्या थोड़ी मनमानियाँ हो थोड़ी नादानियाँ हो शरारतें भी थोड़ी जरा थोड़ी बेईमानियाँ हो दूर पर